आज चाहिँ हामी तराईदेखि पहाड चिसहावा खान जाँदैछौँ। सो हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ घरबाट हिँडेको, छोरोलाई चाहिँ भर्खर उठेर हिँडेको थियो नि त छोरो चाहिँ। अनि माथि बाटोमा पुगेर खाजासाजा खुवायौँ छोरोलाई चाहिँ। अनि फेरि हामी यहाँदेखि लाग्यौँ। अगाडि चाहिँ फुपू काकाहरू जाँदै हुनुहुन्छ। हामी चाहिँ पुग्यौँ रमिते। अनि यहाँ पुगेर हामी अलिक माथिसम्म जाने भनेर सल्लाह गऱ्यौँ। अनि यता चाहिँ फुपू काका भाइ हुनुहुन्छ। अनि फेरि यता मैले बुढालाई भिडियो गर्नु न तपाईँ एकछिन भने। अनि बुढाले गर्नुभयो। हामी चाहिँ टेन टाउन जाने बाटोमा पुग्यौँ। पुगेपछि हामी चाहिँ हिँड्दै गयौँ। गाडीहरू पनि जान्छ, तर हामीले चाहिँ गाडीहरू राखेर हिँड्दै गयौँ। अनि हामी चाहिँ टेन टाउनमा पनि पुग्यौँ। यहाँ चाहिँ गीत बजिरहेको थियो। छोराले चाहिँ अनि ताली बजाउनु थालिसक्यो। अनि यता मैले फेरि बाबा छोराको भिडियो एकछिन बनाइदिएँ। अनि यता मैले टेन टाउनको दृश्य देखाउँदैछु, तर हल्का खासै मैले भिडियो चाहिँ बनाइनँ। अनि यता सानो केटाकेटी खेल्ने ठाउँ पनि थियो। अनि एकछिन छोरालाई खेलायौँ। अनि यहाँ फेरि हामी तिनजनाको भिडियो लिएको थियो अरे। अनि यहाँदेखि हामी फर्क्यौँ एकछिन घुमेर। अनि फर्केपछि तल गाडीहरू राखेको ठाउँमा आइपुग्यौँ। छोरो चाहिँ बाइक भनेपछि ओर्लिनु मान्दैन चढेपछि। अनि हामीले यहाँ सब्जीहरू सोधेको, सब्जीहरू चाहिँ खासै केही ल्याएनौँ, सिस्नो चाहिँ ल्यायौँ थोरै थोरै। अनि हामी यहाँदेखि फेरि हिँड्यौँ। हिँडेपछि हामी खाजा खाने ठाउँमा गयौँ। यता आयो हाम्रो चटपटे। मैले चाहिँ खाइसकेपछि जहिले भिडियो बनाउनु सम्झिन्छु। अनि यता मेरो ब्युटिफुल दुईवटा फुपूहरू हुनुहुन्छ। अनि यता काकाहरू अनि हुनुहुन्छ। यता हाम्रो फेरि खाजा आयो। अनि हामीले चाहिँ हल्का हल्का खायौँ, धेरै चाहिँ अलिअलि। अनि खाइसकेर खाँदै थियौँ। अनि यता मेरो छोरो र म, छोरो चाहिँ काँक्रा खाँदैछ। अनि भिडियो चाहिँ यतिखेर चाहिँ फुपूले बनाउँदै हुनुहुन्थ्यो। एकछिन फुपूले भिडियो खिचिदिनु भयो। अनि फेरि खिचिदिनु भएपछि हामी चाहिँ खाँदा खाँदै कत्रो ठुलो पानी आयो नि त यहाँ। अनि पानी भरे मात्र रोक्यो, धेरै पानी आयो। अनि यहाँदेखि हामी घरतिर लाग्यौँ। अनि एकछिन रमितेमा आएर फेरि फोटो भिडियोहरू खिच्यौँ। अनि फोटो भिडियो खिच्दा रात परिसकेको थियो। अनि हामी फेरि घरतिर आयौँ। अनि यहाँदेखि चाहिँ राम्रो तराईको भ्यू देखिन्थ्यो नि त, तर हिजो चाहिँ ढुस्से लागेर देखेन। अनि यति भन्दै मेरो मिनी ब्लग यहीँ सकिन्छ। बाई एभ्रिवान।